हेलो नमस्ते एभ्रिवान गुड मर्निङ। फिलहाल चाहिँ हामी यो जुन चाहिँ मार्तामको एउटा यहाँनिर बारछागे भन्ने ठाउँमा जाँदैछौँ, जहाँनिर चाहिँ एकदमै राम्रो एउटा वाटरफल्स छ। त्यहाँनिर छाँगो छ ठुलो। बारछागेको नाम मैले सुनेको, भिडियोमा देखेको र अहिले हामी जाँदैछौँ र कस्तो देख्दो रहेछ। तर अब यहाँनिर बाटो चाहिँ अब छ, हिँडेर जानु सक्नेले हिँडेर जानु सक्छ, सर्टकट जानेले, अथवा यो रोड जानु पनि सकिन्छ। तपाईँहरूको सुविधाको लागि भने यदि तपाईँहरूको गाडी जानु राम्रो गाडी छ भने चाहिँ आरामसे यो गाडी लिएर, यो बाटो अलिक रफ छ, कच्चा बाटो छ, तर तपाईँहरूले आउनु सक्नुहुन्छ। अब तपाईँले देखिरहनु भएको छ अहिले फिलहाल यहाँनिर बाटो चाहिँ यस्तै छ, पिच रोड छैन, यो कच्चा रोड छ। तर कच्चा रोड पनि यतिको चाहिँ गाडी पुग्छ। परपट्टि छाँगो देख्दैछ, छाँगोको त्यो चाहिँ सायद अब टुप्पो हो जस्तो लाग्दैछ। यहाँनिर अलिक पार्किङ छ अरे, त्यहाँनिर पार्किङ राखेर चाहिँ हामी अलिकति तलतिर गएर त्यो छाँगो हेर्ने प्रयासमा छौँ। अझै उता रहेछ यो बाटो चाहिँ, घरै रहेछ भने यहाँ वरिपरि पनि घर छ, बस्ती जग्गामा बनिएको जग्गा चाहिँ झर्ना चाहिँ हो। बारछागे आइपुगेछ, त्यहाँनिर पार्किङ गरेर हामी अब यो बाटो अलिकति यस्तो हिँडेर चाहिँ पुग्नुपर्ने छ। त्यहाँनिर चाहिँ अब हामीले टिकट काटिकन त्यहाँ हामीले त्यो भ्यू चाहिँ हेर्नु सक्नु पाउँछ। यहाँनिर त्यस्तो मजाको जग्गा छ जहाँनिर चाहिँ तपाईँहरू एकदमै रमाइलोसँगले बस्न सक्नुहुनेछ। यहाँ देख्नुहुनेछ यहाँनिर वरिपरि जङ्गलै जङ्गल छ र सुन्न शान्ति मजाको जग्गा भएको कारणले गर्दा तपाईँले यहाँबाट एकदमै आनन्द लिन सक्नुहुनेछ। आउनुभयो भने चाहिँ यसलाई चाहिँ बारछागे भन्छ। यो छाँगो हेर्नुको लागि मात्रै मान्छेहरू चाहिँ टाढो टाढोबाट यहाँ आइपुग्छ। यो चाहिँ सिक्किममा मार्ताम भन्ने जग्गा छ, जहाँनिर चाहिँ त्यहाँदेखि चाहिँ अलिकति मुनि आयो भने चाहिँ बारछागे भन्ने भेट्छ। त्यो जग्गामा चाहिँ यो चाहिँ अवस्थित छ। यो पर देख्दै गरेको चाहिँ रेस्टुरेन्ट हो। अब त्यहाँनिर चाहिँ चिया खाजा जसले के पाउनु खानु मन लाग्छ त्यहाँनिर भनिराख्यो भने चाहिँ उहाँहरूले बनाइदिनु हुनेछ। त्यो पनि फेसिलिटी छ। यहाँनिर आएपछि चाहिँ यहाँनिर हामीले टिकट काट्नुपर्ने छ, 30 रुपिस पर हेड। र तपाईँहरू आएर यहाँनिर क्यान्टिनमा अर्डर गरि राख्नु पनि सक्नुहुनेछ। र यहाँनिर लोकेसन पनि राम्रो छ, यहाँ बसेर तपाईँहरूले खाजाहरू खानु सक्नुहुनेछ। त्यसको बादमा तपाईँहरू पर गएर यो रमाइलो भ्यू देख्नु सक्नुहुनेछ। अब यो बाटोहरू एकदम राम्रो बनाइदिएको छ यहाँसम्म चाहिँ। यहाँदेखि उता चाहिँ फेरि अब कस्तो छ त्यो तपाईँहरूलाई देखाउँदै जानेछु। यो चाहिँ बारछागेको यो छाँगा हो, यति लामो छ, अल्गो छ। यहाँ चाहिँ तपाईँहरू आउनुहुन्छ भने चाहिँ दुईवटा लुगा लगाएर चाहिँ आउनुपर्छ, दुईवटा लिएर चाहिँ आउनुपर्छ, फेर्ने पनि लिएर आउनुपर्छ। नभए त्यो जुन चाहिँ पानीको छिट्टाले तपाईँको लुगाहरू भिजाइदिन्छ, त्यसले गर्दाखेरि एकदमै आउँदाखेरि चाहिँ दुईवटा फेर्ने लुगा पनि लिएर आउनुहोस् र एकदम रमाइलो गरिकन तपाईँ यहाँबाट जानु सक्नुहुनेछ। यहाँनिर आएपछि तपाईँहरू फर्किनु मन गर्नुहुन्न, यति रमाइलो छ दृश्य नि, क्या रमाइलो देख्छ। अहिले चाहिँ अब यहाँनिर कस्तो छ भने मान्छे अलिक कम्ती भएको कारणले गर्दाखेरि एकदम झन् रमाइलो देखिरहेको छ क्या। यो पछाडिपट्टि हामीले यो जग्गाहरू लोकेसनहरू, विशेष गरी यो छाँगोमा चाहिँ तपाईँहरूले त्यहाँ नजिकबाट हेर्नुभन्दा चाहिँ यहाँ न टाढोबाट हेरेको चाहिँ असल एउटा झन् ब्युटिफुल देख्छ। किनभने त्यहाँनिर गयो भने चाहिँ छटो मात्रै देख्छ, तर पानीले भिज्ने पनि अलिकति पनि सम्भावना छ। यो बाटो चाहिँ यस्तो चिप्लो छ अनि एकदम होसियारले हिँड्नुपर्छ यहाँनिर आउँदाखेरि।
मेन बर्खामा चाहिँ उहाँहरूले यहाँदेखि छेकिदिने रहेछ, छेकिदिन्छु भन्नुहुँदै थियो। र यो झरना जुन चाहिँ छ, झरनाको त्यो जति बाफ देख्नु हुँदैछ, यो पानीको यो छाल के भन्छ यसलाई, छिट्टाहरू त्यो उडेर आएर चाहिँ एक जिउ पुरा भिज्छ। त्यसले गर्दाखेरि चाहिँ ठुलो झरना हुँदा चाहिँ एकदमै डरलाग्दो हुन्छ अरे। यो सानसानो यो बस्ने जग्गाहरू बनाइदिएको छ। यदि कसै आएर यहाँनिर एकदम अब 1-2 घन्टा बस्छु भन्यो भने यहाँनिर चाहिँ अब चौताहरू बनाइदिएको छ। आराम गरेर यो दृश्यलाई रमाइलो गरेर हेर्नु सक्नुहुनेछ। यो झरनाको आवाज अनि यहाँको वातावरण एकदमै ब्युटिफुल, एकदमै राम्रो। त्यसले गर्दाखेरि चाहिँ यहाँ मान्छे आयो भने चाहिँ 1 घन्टा 2 घन्टामा चाहिँ होइन, तर 3-4 घन्टा लगाएर नै जान्छ जस्तो लाग्छ मलाई त। म अब त्यहाँ अझै जाँदैछु। यो भ्यू यति सुन्दर छ। घाम लाग्दाखेरि चाहिँ यो पानीको छिट्टा जब छिटिन्छ आउँछ, त्यति बेला चाहिँ घाम लाग्दाखेरि चाहिँ यहाँनिर यो जग्गाहरू चाहिँ इन्द्रेणी लाग्दो रहेछ क्या। यस्तो दामी छ हेर्नुहोस् न। पानी यति डरलाग्दो आयो झन् नि। ओ पानीले भिज्यो। अनि यो जुन चाहिँ यसको छिट्टा चाहिँ यति डरलाग्दो उडेर आउँछ कि त्यहाँनिर पानी परेको जस्तो हुन्छ। अनि त्यो हावाले पनि सँगै ल्याउँदाखेरि चाहिँ एकछिन डरलाग्दो, त्यहाँनिर एक्लै जानु चाहिँ डरै लाग्दो सुन्दर रहेछ क्या। यो छाँगोदेखि बिस्तारै निक्लिँदैछु। त लुच्चुपै भिजिरहेको छु, कपालहरू सबै। मजा आयो। दिनमा कति जस्तो मान्छे आउँछ यहाँनिर? स्याटरडे सन्डे चाहिँ अलिक धेरै हुन्छ, अरू बेला त कम्ती हुन्छ। यहाँनिर कति बजीसम्म चाहिँ खुल्ला हुन्छ तपाईँको यो साँझकोसम्म चाहिँ? कति बजी साँझसम्म चाहिँ खुल्ला हुन्छ? बेलुका चाहिँ हामी त्यही 6-7 पर्छ। मेन टाइम चाहिँ तपाईँको यो झरना हेर्ने टाइम चाहिँ कहिले जस्तो पर्छ? हामीलाई चाहिँ आउनु पऱ्यो भने चाहिँ मान्छेहरू अझ टुरिस्टहरू हेर्नु आउनु पऱ्यो भने चाहिँ कुन समय चाहिँ बेस्ट हो? अझ फर्स्ट ठुलो हेर्नु चाहनुहुन्छ भने चाहिँ जुन जुलाईमा आउनु भने चाहिँ ठुलो हुन्छ त्यति बेला चाहिँ। तर हामी त्यहाँ बार लगाइदिन्छ, परसम्म चाहिँ जानु दिँदैनौँ, किनभने रिक्सी हुन्छ नि त, बस्नु ढुङ्गाहरू आउने डर हुन्छ। त्यही भएर चाहिँ बार लगाइदिन्छ, तर ठुलो हुन्छ त्यति बेला चाहिँ, पानी पुरै ठुलो हुन्छ। तपाईँ कतिको खुसी हुनुहुन्छ यो आफ्नो होइन आफ्नो जग्गामा आफै व्यवसाय गर्नुहुँदैछ? कस्तो लागिरहेछ? हजुर एकदमै खुसी। अब खुसी नै भन्नु पऱ्यो नि। हामी चाहिँ तपाईँहरू आउनुभयो भने चाहिँ बारछागे फल्स यो मार्तामको भन्नुभयो चाहिँ अवश्य यहाँनिर आएर तपाईँले यो नजारा हेर्न सक्नुहुनेछ। एकदम ब्युटिफुल। यहाँ आउनुभयो चाहिँ साँच्ची नै भनेको एकदम मनमा शान्ति, मनमा एकदम खुसी, आनन्द लागेर जान्छ तपाईँहरूलाई। र सिजनमा चाहिँ यहाँनिर प्रायः म्याक्सिमम टुरिस्टहरू आएर यहाँनिर भिजिटर्सहरू आएर यहाँनिर हेर्ने, फोटो खिच्ने जग्गा पनि पाउँदैन अरे। तर अब अहिले चाहिँ हामीले यो अहिले हप्ताको अलिकति यो बिचमा चाहिँ के हुन्छ भने मान्छेहरू आउँदैन र नआएको कारणले गर्दाखेरि आज चाहिँ एकदमै खाली भइरहेछ। हाम्रो लागि नै खाली भएको जस्तो भइरहेछ। सो तपाईँहरूलाई यो नजारा देखाइरहेछ। अलिकति यो सानो भ्लग गरेको तपाईँहरूलाई, सो तपाईँहरूले इन्जोय गर्नुहोस् है।